हाम्रो गाउँघरतिर चाहिँ धमाधम धमधाम छन्। अहिले चाहिँ बिहानीको 6 बज्यो साथीहरू, बिहानीको 6 बज्यो। यस्तो छ सबैको धान कटाइ छ अहिले, धमाधम 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 धान कटिङमा छ साथीहरू। म चाहिँ यहाँ आफ्नो चाहिँ पानीले त्यस्तै भिजेर धान बिजोक बनाए साथीहरू, र पनि घाम लागेपछि पल्टाउँदै ओर्दै भए पनि अब खानुलाई ठिक ठिकै बनाइयो धान चाहिँ। यसपालि चाहिँ यो साल चाहिँ साह्रै बिजोकले मान्छेहरूले धान उठाएको छ साथीहरू। अब काट्नेहरू चाहिँ बिजोक नहोला भन्ने आशा छ साथीहरू भन्दै म चाहिँ यहाँ काकीको घरमा धान अस्ति काकीको पनि बिजोक बनाइयो, काटेको चाहिँ अस्ति नै काटेको नि त, मेरो सँगसँगै काटेको यो धानहरू चाहिँ, यो सँगसँगै मेरो सँगसँगै काटेको थियो यो धानहरू सबै साथीहरू। अनि पानी आएर पल्टाउँदै बिचरा काकीले पनि चिसै उठाएर केसर लगाएर सट्ट अहिले चाहिँ घाममा एकदम सुकाउँदै राख्दै हुन्छ काकीले। मैले पनि त्यसै गरेँ धानहरू। अनि रको लगभग रको यो आधी सबै गरामा रहेको छ, पल्लो गरामा पनि रहिरहेछ अलिकति, अनि यो गरामा पनि यति रहिरहेछ। म साथीहरू यसरी म चाहिँ काट्दैछु, अनि काकी अहिले आउनुहुन्छ, खाना सब्जी गर्दै हुनुहुन्छ। यसरी ढाडमा काटिदिँदैछु, ढाडमा काट्नुपर्छ भन्दै थियो, यो लडेको हो नि त साथीहरू। भर्खर सुरु गर्दैछु, काकी अहिले आउनुहुन्छ साथीहरू। यस्तो छ हाम्रो गाउँघरतिर, तपाईँहरूकोतिर पनि के कसो गर्दै हुन्छ? सबैतिर अहिले त धान खेती गर्नेहरूको त सबै अहिले धमाधम खेततिरै काम होला। हाम्रोतिर पनि अहिले धमाधम खेततिरै छ साथीहरू। यसरी धान काट्दैछु। साथीहरू हामी त बिहानी आइ बिजोक रमाइलो छ। हामी त यहाँ धान कटाउँदैछ। यो साल चाहिँ बिजोक रमाइलो भयो है काकी, तपाईँ र मेरो मात्रै के साराकै भयो नि, के गर्नु र। 82 साल चाहिँ एकदम हल्का रुन्चे दिन होइन। अब आउँदो सालमा चाहिँ यस्तो नहोस्। कहिले नहोस् यस्तो होइन। हे भगवान्, कति ठाउँमा त झन् कस्तो, हाम्रो यो ठाउँमा त के अरू ठाउँमा पो बिजोक रहेछ त, पुरा ढुट्टो भएको धान पो देखाइरहेको थियो। अन्त काकी र दुईजना, हामी चाहिँ अस्ति रहेको यहाँ काकीको बिजोक उसले उठाउनु भयो, काकीले पनि मेरो जस्तै। अब रहेको चाहिँ हामी दुईजना मिलेर यहाँ यति छोडेको चाहिँ ठिक भयो है। मेरो पनि त अलिकति अगाडि उठाएको त बिउ राखेको छु त नि। नभए त साथीभाइ सबै कालो दुनियाँ छ है, कालो दुनियाँ संसार होइन, संसारै कालो उम्रेर यति लामो भइरहेको थियो। अझ तर घामले सुकाउँदै तपाईँले त अलिक नरमै पार्नु भयो नि होइन। म त पल्टाकै हिँड्नै, झुरुकै उठो हिँड्नै, झुरुका मुठो यतै नै। मेरो पनि पल्टाउँदै गरेछ। आज सुकाउनु पर्नेछ भरै। यस साल साथीहरू हाम्रो चाहिँ रमाइलो दिन भयो, मोरङ जिल्ला बेलबारीमा। दिन भयो, के गर्नु र होइन। रुनु त मन थिएन, रुवायो होइन। बाध्यताले रुवायो। गाह्रो छ जिन्दगी, गाह्रो छ। वर्ष दिन खाने धान यस्तो भइदिँदाखेरि कस्तो आँखामा आँसु नझरोस् त। त्यही त हो, त्यही त। यस्तो बिजोक त म त अहिलेसम्म त यस्तरी त धान उठाएको थाहा छैन। म यो सधैँ राम्रो धान उठाउने। यो साल चाहिँ यो हाम्रो ठाउँमा चाहिँ त्यस्तो साह्रो भएको थिएन, सबैले राम्रै उठाउँदै थियो। यो साल चाहिँ सबैभन्दा बेसी सालको चाहिँ सम्झना रह्यो नि, यति सालमा अब भनेर यसो सानो भिडियो पनि मैले गर्दै रहेको छु सम्झनाको लागि। बिर्सी गयो भने यसो भिडियोबाट कति सालमा रहेछ भनेर थाहा हुन्छ। 2082 सालको चाहिँ हल्का रमाइलो छ। अब के गर्नु, प्रकृतिको देन मान्नै पर्यो। मान्छे रमाइलो भन्दा पनि रुन्चे रमाइलो साथीभाइ यस्तै छ। एउटा हातले उठाउनु पर्छ, एउटा हातले यसरी। यो पनि अप्ठ्यारो छ हौ, अप्ठ्यारो। यहाँ टुप्पो काट्दैछु, लडेको त काट्न अप्ठ्यारो हुँदो रहेछ हौ। उठाउँदै काट्दै अलिक ठाडो भए चाहिँ झ्यामझ्याम यतिखेर यो सकिन्थ्यो होला। जति छिटो गर्छु भन्दा पनि नहुने रहेछ यो त।
यस्तो छ साथी हाम्रो जिन्दगी काकी र मेरो चाहिँ बिहार बिहार ब्यार ब्यार जिन्दगी ब्यार ब्यार जिन्दगी बिहार बिहार छ साथीभाइ। जिन्दगी बोर छ खानु नपाए मर्छ भने जस्तै। ल अब म पनि सुरु गरेँ, म चाहिँ अघिदेखि सुरु गरेँ एकछिन। अनि काकी अहिले आउनुभयो खानासाना बनाएर। अब दुईजना मिलेर काटिसक्नुपर्ने साथीहरू। यो सबै गरामा छ अलिअलि, सबै अलिअलि छ काटिसक्ने बल गर्नुपर्ने। यहाँ तर अलिक लडेकोले डिस्टर्ब भइरहेछ काट्नु चाहिँ। ल साथीहरू सबै रमाइलो छ हाम्रोतिर। जता धान पाकेर पुरै मिसिन कराउँदैछ, मिसिन लाउँदैछ। कसैले मिसिन लाउँदैछ, कसैले हातैले काट्दैछ। मिसिनले धान काट्दैछ पर। मिसिन आएपछि चाहिँ छिटो हुन्छ। धेरैजनाले मिसिन, कसैले मिसिनले, कसैले हातले। हामी चाहिँ हातले काट्दैछौँ। पर यो बहिनीहरूको चाहिँ मिसिनले धान काट्दैछ धमाधम। मिसिनले चाहिँ छिटो हुन्छ धान। अब आधुनिक जमानामा यहाँ प्रायः जस्तो बर्खा धान पनि कतिजनाले मिसिनै लगाए त हाम्रो गाउँमा धेरै जस्तो। अनि मङ्सिरे पनि त्यहाँ पर मिसिन चलाउँदैछ बहिनीहरूको। अर्को हामी चाहिँ यहाँ सबै हातले काट्दैछौँ। दह्रो जाँदैछ धान कटाइ। यहाँ दाजुहरूकोमा काट्न आएको म साथीहरू। 2082 सालको धान कटाइ चाहिँ दह्रो छ है, लडेको छ, सबै सुतेको छ। धानको बेहालत छ। पर्दैनको काट्दै आएको कटिङ हुँदैछ। कटिङ हाम्रो यहाँ 2 जना 3 जना 4 5 जना हामी धान। मजा आउँदैछ काट्नु लडेको धान काकी। मजा रमाइलो छ है। देखाइदिएको मैले आज कति काम गर्नु हुँदो रहेछ हाम्रो दाजुले होइन। सबैले काम गर्दैन, हिँडेको मात्रै गर्छ भन्छ। हाम्रो दाजुलाई कसले काम गर्दैन भन्छ। दाजुले नकाटेको सकिँदैन थियो। दाजुले काटेर यहाँ अब छिट्टै बेलामा सकिने भएछ धान। सबैलाई एक टिप एस्प्रेन हाम्रो भाइ। ल धन्यवाद। भाउजूले 1 नम्बरमा हाम्रो भाउजूले पनि पाउनु पर्दैछ होइन थाहा पनि गर्ने नै हो नि त होइन। नगर हामी बनावटी कुरा गर्दैनौँ। एकदम खाँटी रियल अर्ग्यानिक मान्छे अर्ग्यानिक कुरा हुन्छ। त्यस्तै फोटो कपी हामीले बाटोमै पुग्नु पर्ने पर्यो। मेरो अलिक मिलाउँदै बनावटी भनेको कल्पना गर्नु पर्यो, काल्पनिक कुरा बनाउनु अलिक दिमाग छैन। जे गर्छौँ हामी रियली कुरा होइन, खाँटी कुरा। हामी अर्ग्यानिक मान्छे, अर्ग्यानिक काम, सबै अर्ग्यानिक हाम्रो होइन। अर्ग्यानिक हामी जे छौँ अर्ग्यानिक छौँ। यस्तो छ हाम्रो। खान्छौँ अनि अर्ग्यानिक नभएर के भनेर। आफ्नै बारीको होइन, आफै दुःख गर आफै खायो होइन। यस्तो छ हाम्रो गाउँघरमा रमाइलो, हल्का रमाइलो। यी चारपट्टि सबैजना धान काट्ने धमाधम साथीहरू। श्रम गरौँ। अब गीत गाउँदै गर्ने बेला अब गीत गाउँ त। हाम्रै आकाश हाम्रै धरती भन्दै। गीत आएन? अरू बेला आउँथ्यो, आज चाहिँ गीत आएन। एकछिन हर्कसम्मको गीत आएन रे नानालाई। सिक्नुपर्छ ल साथीहरू। म पनि अब धान कटिङमा लागेँ। ल साथीहरू सबैजना धान कटिङमा धमाधम। कसैले बनाउँदैन हाम्रो यो देश भने जस्तै। नमस्ते सम्पूर्ण मेरो युट्युब फ्यामिली साथीभाइ दिदीबहिनी गाउँमा सबैलाई माया सम्झना भन्दै साथीहरू। आजभोलि मङ्सिर लागिरहेछ, अन्न बाली उठाउने समय त सबैलाई थाहा भएकै कुरा साथीहरू। म पनि आज बिहानै 6:30 भयो। अहिले यहाँ आपाहरूको धान अस्ति काटेको धान कोत्राउनु म आइरहेको छु साथीहरू। बिहानी आज। ल साथीहरू हाम्रो मोरङ
जिल्ला बेलबारीमा त यस्तो गर्नुपर्छ है, कोत्राउनु पर्ने हुन्छ। हाम्रो चाहिँ यहाँनिर धान अस्ति सबै काटिसकेको धानहरू यसरी लस्करे काटिन्छ, लामो लामो राखेर। कुनै चाहिँ यहाँ झुप्पो राखेको छ ग्रुपै। अब यसलाई चाहिँ टुप्पोमा बान्नुपर्ने हुन्छ साथीहरू। म चाहिँ यहाँ बान्नु आएको आपाहरू अहिले आउनुहुन्छ होला मेरो घर छेउमा हो। म चाहिँ अलिक अगाडि आइसकेँ। आपा पर आउँदै हुनुहुन्छ आपा। अब धान आपाहरूको कोत्राउनु पर्ने साथीहरू। काम धमाधम चलिरहेछ। यस्तै छ। यहाँ चाहिँ बिहानै म चाहिँ यहाँ धान बान्नु आइरहेछु। यो कोत्राउने भन्छ हाम्रो चाहिँ धेरै। यो ठाउँ हाम्रोमा चाहिँ धेरै जस्तो कोत्राउँछ। फेदमा काटोपछि फेरि यसको यो टुप्पोमा बान्नुपर्छ। अहिले बाँधेको पनि म देखाउँछु अनि कसरी काट्नुपर्छ साथीहरू। यस्तो गर्नुपर्छ है हाम्रोतिर चाहिँ धानको। यता दाइहरूको अस्ति सकिसकेको। यहाँ पनि आएको थिएँ म धान काट्नु। आज चाहिँ यहाँ आपाहरूको घाम टल्लल लागिरहेछ बिहानै। यस्तो छ अहिले सबै धान चाहिँ यसरी लस्करे काटेर अब यसलाई कोत्राउँछ। यता चाहिँ कसैले चाहिँ टुप्पो काटेको हुन्छ, नभए प्रायः जस्तो चाहिँ यो अब टुप्पोमा बाँधेपछि चाहिँ कोत्राउनु पर्ने हुन्छ साथीहरू। आपा पर हेर्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ। साथी यस्तो छ हाम्रो गाउँघरतिर त। अरू बेला यति बेला सबैको धान काटेर पनि तोरी साग खाने पलाइसक्ने हुन्थ्यो। यो साल चाहिँ पानीले गर्दाखेरि साह्रो सबैको ढिलो भइरहेछ। पर चाहिँ टुप्पो काटिरहेछ कोत्राउनु नपर्ने गरेर। पर चाहिँ टुप्पोमा काटिरहेछ। यस्तो कसैले चाहिँ टुप्पोमा काट्छ। यो फेदमै काटेर यहाँ दाइहरूको एकचोटि जोताइराख्नु भएको, तोरी छर्नु भएको छैन। यहाँ माटो यस्तो चिसो छ अहिले यो साल। अब यहाँ 2-3 दिन सुकाएर मात्रै तोरी छर्नुहुन्छ। समयले साथ दिएन यो साल साथीहरू। नभए यतिखेर सबैको हराभरा तोरी खाने सागको दुःख पनि हुँदैन थियो। यो साल साग पनि खानु पाइए छैन भने जस्तो। अब यहाँदेखिको होला, यहाँदेखिको काटेको, अब यहाँदेखिको बान्नु पर्यो। आपा त पर बान्दै हुनुहुन्छ त। उताबाट पो हो कि क्या हो? म त यता आएँ। साथीहरू म त यत्रो टाढो आएँ उहाँदेखिको। यहाँ पहिला यताबाट काटेको नि त मेलो, यताबाट होला भनेको त आपा त उतैबाट थाल्दै हुन्छ। परबाट काट्नुपर्ने उताबाट बान्दै आउनुपर्ने भएछ। आपा उहाँ सुरु गर्दा चाहिँ म पनि जाँदैछु अब उतैबाट सुरु। यतादेखिको आपा, यतादेखिको सुरु। म त उहाँ पर पुगेँ। उतैदेखि काटेको उतैदेखि होला भनेर यहाँ गर्दै जानु। साथीहरू कोत्राउनु पर्ने चाहिँ यसरी बान्नुपर्छ हाम्रोतिर चाहिँ। आपाले यहाँ बान्नुपर्छ यसरी टुप्पोमा बाँधेर अब सट्टै यहाँनिर गिड्नुहुन्छ कोत्राको। यसरी टुप्पो बाँधेर आपाले गर्दै हुनुहुन्छ। अब म पनि सुरु गर्छु। म चाहिँ उहाँ पर पुगेँ कि आपा अहिले आउनुभयो। यसरी टुप्पो गोल लाएर टुप्पो बाँधेर अनि बिचमा गिड्नुपर्छ। यसलाई चाहिँ कोत्राउने भन्छ साथीहरू हाम्रो गाउँघरतिर चाहिँ। यसरी टुप्पोमा बान्नुपर्छ अनि भरे हँसियाले फेरि रेट्नुपर्छ। यसलाई काट्नुपर्छ। टुप्पो धान निकाल्नुपर्छ। यो हाम्रो कालीकान्छीहरूको छरियाले किन नाम छर्नु भएको छैन, जोत्नु भएको। जोतेको माटो सुकाउनु भएको। हाम्रो बिनालाई जोताइहाल्नु भनेको। कहिले जोत्नु नि? होइन हाम्रो धानहरू चाहिँ कोत्राइसक्यो भए यहाँ दिउँसोको मेलो यो चाहिँ आपाहरूको। यसरी कोत्राको मेलो चाहिँ यस्तो भन्छ। टुप्पो काटेको चाहिँ यसरी काटिन्छ हाम्रो गाउँमा। बिटा बोक्नु, बिटा बान्नुपर्छ। यसरी सबै बिटा बानिसकेको यो बोक्दैछौँ। ल त्यसो त ल्याएछ त
यो अब दिउँसो हामी बेलुका चिसो खानुपर्ने अवस्था हाम्रो मितिनीजीले ए हामी बोक्दा मितिनीजी बोक्दा थाकेर कराक छ छिटाउनु कि छिटाउनु भनेर चिसो खानलाई थेसर बोलेर लिइहालेछ त